अब बाइक ए बिग्रेको त छैन यस्तो छ है पुरानो बाइकको तिहार तान्दैन क्या पुरानो बाइकको तिहार तान्ने यसको तार पनि हेर्नु छैन खासै ट्र्याक्टर अघि आइपुगेको रहेछ ट्र्याक्टर त्यहाँ मुरा हाल्दै होला ट्र्याक्टरले ल हेर्न भनिदिउँ हेर्न मल बगाउने काम धमाधम हुँदैछ क्या गाइजहरू यता हेर्नु सक्नुहुन्छ म हेलो गाइज गुड मर्निङ आज आई होप यु सबैजना सन्चै हुनुहुन्छ ल म पनि सन्चै आरामै छु ल गाइज आज चाहिँ म चट्टसँगले काम गर्न जाँदैछु के काम भन्नु छ भने लकडी पठाउने काम यो बाइकमा के जानुपर्ने हामी यो बाइकमा जानुपर्ने यो फर्काउँदैछ खै चाबी ल्याइज ल गाइज यसले चाबी ल्याउनु बिर्सेछ अब चाबी लिएर आउँछ त्यसपछि अब हामी बाइकमा हिँड्दै हामी चट्टसँगले भिडियो बनाउँछौँ जान लिएर चाबी ल गाइज बाइकको चाबी छुटेछ म बाइकको चाबी लिन गएँ नि भाइ अब हेर्नु बाइकमा कुदाउँदाखेरि भिडियो कतिको हल्लिँदो रहेछ हेरौँ कोही कहाँ छ त बाइकको चाबी यो बाइकको चाबी ल ल भाइ आएर हेलो भन्नु न हात हल्लाएर हेलो भन्नु लगाइ दुईवटा मोबाइल भयो बाइक स्टार्ट गरेर भाइ तिमी हामी उमा जाने हामी भरे आउँछौँ ल होइन भोलि पस्ने फेरि भरे भोलि ल लगाइ यो फुच्चे पनि जानु भन्नु ल फुच्चे पनि गयो ल है त लु जाउँ गाइस अब चट्टसँगले बाटो साँगुरो छ है अब साँगुरो भए पनि जे भए पनि बाइक त चलाउनै पर्यो म चाहिँ अलिक सक्दिनँ क्या यस्तो साँगुरोमा बाइक चलाउने हिँड्ने गरेर नअप्ठ्यारो हुन्छ उयो चाहिँ फेरि माइले चाहिँ फेरि मजाले कुदाउँछ म चाहिँ सक्दिनँ आफ्नो हिँड्ने अप्ठ्यारो भएर होइन त माइला अहिले बाइक बिग्रेर छ ल भाइ झर लु झर यो हाम्रो कान्छ अलिक धेरै रहर गर्छ क्या बाइकमा पस्नको लागि ल बाई गर्छ भाइ क्या भा ल हेर्नु होला गाइज मेरो अहिले पुरानो बाइकको पाइन हेर्नु होला यहाँ कतिको स्पिड कुदेछ यस्तो उकालो पनि दुईएर तानिन्छ हेर्नु देख्न सक्नुहुन्छ गाइज अब हेर्नु आकाश यस्तो छ अहिले एक गेट लाग्यो अहिले ल गाइज अरू त्यस्तो गाइज युट्युब मोनिटाइज भएछ भने म के गर्छु भने नयाँ क्रस फायर बाइक किनेर अनि एउटा कोप्रो किनेर हामी भिडियो बनाएर हामी राम्रो ठाउँहरू घुम्न जानेछौँ महँगो ठाउँ नेपालको यो सोचे जस्तो चाहिँ पहिला होस् न मात्र होइन गाइज अहिले यहाँ बाटो चाहिँ के छ भने पुरानो कुरो छ क्या यहाँ सुटिङ हुँदैछ अनि ट्र्याक्टर यहाँ ढुङ्गा पुग्दैछ त्यो जग्गाले ढुङ्गा पुग्दैछ त्यही भएर बाटो पनि खतरा छ अहिले गाउँतिर अहिले मक्का छर्ने काम धमाधम हुँदै रहेछ यतातिर अब यतातिर ऊ पैसा पनि गर्ने आगो लाउनु भन्ने यता यो मल ल्याएको छ बारीमा हाल्नको लागि ट्र्याक्टरमा हुन्छ हावा पनि मजाले आउँदैछ हामी चाहिँ लगभग बाइकमा कति जान्छौँ भने अहिले कति बजिरहेछ भन्दाखेरि 9 बजेर ठ्याक्कै 9:30 भयो 9:30 हो हामी ठ्याक्कै 10 बजे हामी उहाँ काममा पुग्छौँ अनि काममा पुगेपछि हामी तपाईँहरूलाई काम देखाउँछ त्यहाँ साहुबाले हामीलाई पर्खिराखेको छन् क्या त्यहाँ काम गर्नको लागि अनि त्यहाँ हामीलाई काम ल हेर्न भनिदिउँ हेर्न मल बगाउने काम धमाधम हुँदैछ क्या गाइजहरू यता हेर्नु सक्नुहुन्छ म ए धुलो छ है ल है भाइ त्यो भए पनि आफूले नजानु पनि त भन्नु त पऱ्यो नि त होइन गाइज बाटो यस्तो छ है
हेर्नु न यस्तो अप्ठ्यारोबाट दिएर तानिन्छ। अनि यसलाई म के गर्नु पर्यो भन्दाखेरि यसलाई म पछि युट्युबबाट केही भएछ भने एउटा अलिक खतरा खालको बाइक किनेर यसलाई रेसिङमा भिडाउन लानुपर्ने छ क्या। भिडको टुप्पो पनि निकाल्छ यसले चाह्यो भने, होइन त? अब हेर्नु तपाईँहरू पत्याउनु हुन्न होला होइन। यो गरममा यस्तो तलमा यो खरी यो बोरा जम्मै यसरी बाइकमा हालेर ल्याएको यो जम्मै। अनि स्टोरिङ भनेको यस्तो हो क्या स्टोरिङ। तपाईँहरू कहाँ कहाँ चाहिँ हेर्नु मलाई थाहा छैन। स्टोरिङ भनेको यस्तो हुन्छ है। यता बाख्रो तत्र भएको बाख्राको बाटो। ल आज मौसम साह्रै नै रमाइलो रहेछ है। मौसम धेरै नै रमाइलो छ आज। मलाई पक्रिँदा आफ्नो हातले गलिसक्यो। ल गाइस अर्को पनि स्टोरिङ आइदिन्छ। यो स्टोरिङ झन्डै बबाल छ हेर्नुलाई। यो स्टोरिङ आवाज पनि कस्तो साह्रो आयो भने बाफरे बाफ। ल हेर्न सक्नुहुन्छ यस्तो राम्रो ठाउँ सोधेर हेरेर मान्छे कति धेरै बस्न जान्छन्। ओहो ल गाइस म पनि सिङ्गल हो। तपाईँहरू पनि के हुनुहुन्छ र यसो केटाकेटी चाहिँ हेरिदिनु पऱ्यो है। मलाई यसो आउनु पऱ्यो यहाँ। म सिङ्गल भएँ, म सिङ्गल भयो। अब के अन्त मान्छे बस्ने पनि त हजम गरेर त बस्नै पऱ्यो होइन। अनि त्यही भएर हामी सोचिरहेको छु सोचे जस्तो हुन्छ हुँदैन। ल तिर्खाले फेरि माछा ढुङ्गामा लागेर आयो एकदमै राम्रो लाग्छ। ल यहाँ कोपिरहेको हेर्नु त गाइस यहाँ राम्रो रहेछ। डब्लु ट्राफिकमा बिहारहरू पक्रेछ त्यो चियाको बोट। ल गाइस ऊ त्यो परको जो बिजुलीको ट्रान्समिटर रहेछ त्यहाँ यो हाम्रो गाउँमा आउने ट्रान्समिटर हो। यहाँ र यो कोइरामा जहिले पनि चिसो हावा आउँछ क्या मजा गरी के आनन्द हुन्छ। हिमालको हावा जस्तो साह्रै मजा हुन्छ। ल गाइस भिडियो चाहिँ एकदमै लामो हुनेवाला छ है गाइस। एकदमै लामो धेरै नै लामो हुनेवाला छ भिडियो। यो भिडियो हेर्ने मान्छेलाई चाहिँ पशुपति नाथले रक्षा गरून्। गाडी कुदाउने मान्छे यो भिडियो हेर्ने मान्छेलाई चाहिँ पनि नहोस् भनेर म प्रार्थना गर्न चाहेँ भगवान्लाई। यसो हेरिदिनु भनेर मैले भन्न चाहेँ। यो बाटो पहिला भन्नु छ नि यति खराब थियो कि अहिले चाहिँ जतासँगले मेसिन लाएर बिलेट लाएर मजाले बनाएपछि अहिले दामी भइरहेछ बाइक दिएर निस्किने। पुरानो बाइक भएकाले अलिअलि समस्या पनि आउँछ कि हाम्रो यो होइन। ल यता अगाडिको जङ्गलमा यसो टिकटहरू पनि पाउन सक्छन्। तर बिहान बिहान चाहिँ पाउन सक्छ नि चाहिँ पाउँदैन कारण नयाँ म देखाएको चाहिँ यहाँ रोडमै हुन्छन्। तर अहिले त्यो छैनन्। चराचुरुङ्गीहरू चाहिँ पद्मले पुगिरहेको सानो सानो छन्। ल यहाँ होली आयो होइन। होलीमा यस्तो साह्रो हल्लाउँछ यो बाइकले। यो मोबाइल हल्लेको बाइक चाहिँ धेरै हल्लेको छैन। यो मोबाइल हल्लेको गाइस हेर्नु हुन्छ ऊ पनि वहाँबाट डाँडामा गयो। यस्तो दामी ठाउँ छ कि यहाँ बाइकमा हेर यस्तो यिनी पछि यसरी यस्तो घाममा यस्तो मौसममा हिँड्नु पाएको बाइक अलिक मजा पनि हुन्छ। अब म पनि सुरुवात यो युट्युबको अब मलाई पनि युट्युबको बारेमा केही थाहा छैन क्या। अनि यही यो बाइक चलाउने माइनलाई अलिअलि केही कुरा थाहा छ। अनि यहाँ हरेन नम्बर चाहिँ यहाँ त्यसो त्यो जान्छ हुनु पऱ्यो नि त्यसो हेर्नु पऱ्यो। मलाई खासै थाहा छैन। अब हेर्दै जाउँ के हुन्छ युट्युबमा। अब तपाईँहरूले हेरिदिनु भयो भने त अब राम्रो कुरा हेरिदिनु भयो भने त अब के गर्नु। तर जसरी पनि म तपाईँहरूले यो युट्युब भएन भने म अर्को युट्युब खोल्नेवाला छु। अर्को युट्युबमा चाहिँ भन्नुहुन्छ भने म काठमाडौँ गएर खोल्ने छु अर्को युट्युब चाहिँ म। किनभने काठमाडौँमा यताउति अब के हुन्छ उतातिर चाहिँ अब जनावरहरूदेखि लिएर चिटे खानादेखि लिएर यताउति जम्मै कुरा हुन्छ। अब यता भने चाहिँ खासै देखाउने कुरा केही छैन क्या। अब देखायो त्यही काम गरेको अनि देखायो त्यही काम गरेको नभए खासै केही हुँदैन। अनि यो भ्लगवाला चाहिँ ल बाटो
धुलो बाटोमा चाहिँ एकदमै कायदा हुन्छ नि यहाँ, किनभने धुलो बाटोमा धुलो पनि अलिअलि उडाउन पाइयो। अनि लगायत हामी चाहिँ अहिले घरदेखि हिँडेको कति भयो भन्दाखेरि 6 मिनट भयो। हामीले 6 मिनटमा यहाँ आइपुग्यो। यो चाहिँ हामी कहाँबाट आइपुग्यो भन्दाखेरि कुहिरमा आइपुग्यो। हामी कुहिरमा भन्दा आउँछ, कुहिर मुनि आइपुग्यो हामी। अब सबैभन्दा हरानी सोलिङ भनेको यहाँ रहेछ क्या। अब यहाँ बाइकले तान्दै नसक्ने अवस्था आउँछ यहाँ चाहिँ। के हुन्छ यति साह्रो पर्छ नि यहीँ बाइकले बन्द हुने गरी। पुरानो बाइक भएर यस्तो भएको के झर्नुपर्छ के हो। मोबाइल बन्द गर्छ त ब्लग बनाउनु के छ होला। मोबाइल बन्द गरेर लाटे के को लाज, ब्लग बनाउनु पनि लाज। हेर्नु न गाइस, ब्लग बनाउने मान्छेलाई मोबाइल समातेर हिँड्नुपर्छ हो कि नि। हजारौँ मान्छेको भिडियो नाच्नु पर्छ। अब यो भिडियो बनाउनु यो मोबाइल समातेर हिँड्नको लागि के को लाज होइन गाइस। नचाहिने काम गरेको छैन, टेपिटी बोलेको छैन होइन। लगायत आकाश हेर्नु न, आकाश हेर्नु क्या राम्रो हो नि हाम्रो। ल खोज्ने बाइक यहाँ कुदो है जान्छ। पाहाडमा भनेको यस्तो थोत्रे बाइक नै काम छ क्या गाइस। किनभने बाटो त यस्तो अप्ठ्यारो हुन्छ, यस्तो खाल्डा खुल्डी हुन्छ, बाङ्गामा पुग्नु हुन्छ। अनि यस्तो थोत्रे बाइक जति थोत्रे भयो उति बाइक खप्ने हो। नयाँ चाहिँ 2 दिन पनि टिप्दैन। बाइक कुदाउन हामी पर्छ नि। हाम्रा बाबा यो खासै कुदाउन सक्दैन, 2जना बोकेर कुदाउनै सक्दैनन्। लगायत हामी कुहिर आइपुग्यो। कुहिर बन्द गरेर जान्छ लाग्यो नकर यो नजान्छ हेर्नु गाई। हामी कुहिर आइपुग्यौँ। कुहिरको होटल यता उता छ नि, यो होटल बाइक छ। यो चोक यता चिरो जाने बाटो भने यो चिसापानी जाने बाटो। हामी भैँसार्का जाने बाटोतिर लागिसक्यो गाई। हेर्नुहुन्छ है। ओहो यता त अलिअलि राम। ल गाइस, बाइक चाहिँ यहाँ 3 जना मजाले कुद्यो हेर्नु। यत्रो खाल्न पर्छ आम्बो निस्क्यो कुद। त्यही भएर आम्मा क्या मिठो हातहरूको बाफ्रे। यतिको मजा त कहिले पनि भएको थिएन हो। बाफ्रे बाफ। यो हाम्रो बाइकमा चाहिँ अरू बेला त फेरि भएको थियो नि। यो हेर्न सक्नुहुन्छ गाइस। बाटो यता अलिक राम्रो छ। बाइक पनि मजाले कुद्छ हेर्नु। आवाज मजाले पड्काएर निकालेर कुद्दैछ। अहिले 3 जना छ, अब 2 जना झर्छ बाइक। 2 जना झर्छको। अब हामी जाने चाहिँ त्यो डाँडामा हो, त्यो डाँडामा हो। अब त्यहाँ हामीलाई काम गराउनु त्यहाँ ठुली हुन्छ कि आफ्नो ठुलो उहाँले काम गराउनु दिन्छ। अब लकडी हाम्रो काम चाहिँ के गर्ने भने त्यहाँ चाहिँ लकडी रोडमा झारिदिने, रोडको छेउमा राखिदिने। अनि टिफर आउँछन्, ट्र्याक्टर आउँछन्, लान्छन्। यहाँ चाहिँ त्यो काम गर्न मजा छ। जङ्गलभित्र पसेर गर्नुपर्छ काम। अनि अरू बेला चाहिँ हिँडेर आउनुपर्छ भने आज चाहिँ अलिकति अबेला भएको कारणले बाइकदेखि आउने कुरा भएर बाइकदेखि आएको। यो बाइकदेखि आउनको लागि हामीलाई धेरै समय नलाग्ने रहेछ। हामी घरदेखि 9:30 बजी हिँडेको। अब यहाँ अहिले कति बज्यो भन्दाखेरि 9:40 भयो। हेर्नुहोस् गाइस, 10 मिनटमा घरदेखि यहाँ आइपुग्यो त। ल हेर्नुहोस् त गाइस, बाइक भनेको बाइक कति छिटो हुँदो रहेछ। हिँड्दै चाहिँ लाग्छ 1 घन्टा पुरा ठ्याक्राक्कै लाग्छ। यो रोजेर त आयो भने त झन् 1.5 घन्टा 2 घन्टा जति लाग्छ। तर यता गाडी चाहिँ खासै अहिले यति बेला कुद्दा रहेछन्। अहिले बेलुका त बस पनि कुद्छ यो बाटो। नभए त्यहाँ विषय लाग्दैन भने यहाँ पाइला हेर्नु सक्नुहुन्छ। पाइला हेर्ने यो बाटोमा चाहिँ पछाडि गाडी आएर त्यसलाई धुलो उडाउँदै हिँड्नु त अलिअलि मजै हुने गर्छ। अब यो बाटो हाम्रो पारा चाहिँ पिच हुँदैन क्याएर होइन गाइस। पिच हुनेसम्म अब कति अब हाम्रो छुट्टाछुट्टी नातिनातिको पारामा हुन्छ क्याएर। हामी चाहिँ अब यस्तै छोडेर बाटोमा बाइक कुदाउनु छौँ। अब हो नि त गाइस, हामी चाहिँ होइन। अब म चाहिँ तपाईँहरू त अब कता हुनुहुन्छ, त्यो कता पारा हिँड्छ थाहा भएन।
त्यस्तो बाटो हराम हुन्छ नि हेर्नु न हेर्नु न बाटो बाइकको करामा त आइसक्यो बन्द हुने बिर छैन नि ऊ हेर्नु न गाइस 2 गियर तान्दैन है एक गियर लाकोलाई गर्नुपर्छ ल गाइस गाइस 10 मिनट मात्र मोबाइल हातमा चालेको गाइस मेरो त हातमा साह्रो दुखेको बाफरे बाफ हात खुसिसक्यो तपाईँहरूलाई भिडियो देखाउनको लागि भए पनि मैले यहाँ मोबाइल समाउँदैछु है गाइस यति साह्रो दुखी तपाईँले पनि भिडियो हेरिदिनु होला एकदम खुसी भएर म अब के गर्छु भने अब यो भिडियो हालेपछि म तपाईँहरूलाई ऱ्याप सुनाउँदैछु अर्को कसको ऱ्याप भन्नुहुन्छ भने म भिडियोको ऱ्याप हालिदिन्छु एउटा अनि त्यसपछि म आफूले लेखेका ऱ्यापहरू हाल्नेछु ट्र्याकमा चाहिँ म हाल्दिनँ किनभने ट्र्याकमा मैले ऱ्याप हाल्यो भने कपिराइट आउँछ मलाई अनि त्यही भएर मैले ट्र्याकमा ऱ्याप नहानिकन त्यसै मैले मुखले त्यसै कविता भने पछाडि मैले ऱ्याप हाल्नेछु तर त्यो ऱ्याप चाहिँ खासै इन्ट्रेस्टिङवाला चाहिँ हुन त हुन्छ तर अलिक भित्री कुरामा हुन्छ होइन गाइस मैले ऱ्याप हान्दाखेरि चाहिँ मैले आफ्नै चाहिँ लेखेर हाल्यो भने म आफ्नै यसो भोगाइको मेरो सोचाइको यताउति देखाइको मलाई पारेको बाधाको म ऱ्याप हान्छु ल त्यस्तो बारेमा म ऱ्याप हान्छु होइन गाइस ल अर्को भिडियोमा हामी ऱ्याप सुन्नेछौँ भने यो भिडियो चाहिँ एकदम मजाले हेरिदिनु होला मान्छेका त्यसै एउटा सुनिन्छ यो भिडियो चाहिँ एकदम मजाले हेरिदिनु होला यो मलाई पत्याउँदैन क्या यो मलाई पत्याउँदैन म अब युट्युब मोनिटरी गर्ने मान्छे हो एउटा सो सुनिएछ भने नि यसले मलाई पत्याएको छैन ल गाइस हामीले भन्ने जाने बाटो छोडेर यतातिर चाहिँ पस्छौँ ए ल जा बन्द भयो झरौँ ल गाइस के भयो बाइकमा बाइक ए बिग्रेको त छैन यस्तो छ है पुरानो बाइकको तिहार तान्दैन क्या पुरानो बाइकको तिहार तान्ने यसको टाढा पनि हेर्नु छैन खासै ल ट्र्याक्टर अघि आइसकेको रहेछ ट्र्याक्टर त्यहाँ मुढा हाल्दै होला ट्र्याक्टरले चाहिँ मुढा हाल्दै होला होइन हेर्नु छैन खासै ल ट्र्याक्टर अघि आइसकेको रहेछ ट्र्याक्टर त्यहाँ मुढा हाल्दै होला ट्र्याक्टरले चाहिँ मुढा हाल्दै होला होइन गाइस यो बाइक तातेर हो कि स्टार्ट नभएको बन्द भयो त यो पुरानो बाइक हो नि त यो यस्तो दुःख दिन्छ नि यसलाई भन्छ हलले भन्छ यो हलले घन्टाको हलाइले त बन्द गरे मान्छे ल अब देख्न सक्नुहुन्छ है लकडी काटेर यस्तो छ है यता यो जम्मै झारेको है यता यो तल ट्याक्टर देख्नुहुन्छ म ल गाइस हेर्नुहुन्छ है हामीले नै यहाँ अस्ति काम गरेको हामीले नै यहाँ काम गरेको कति हाम्रो यहाँ 10-12 भाइको छेउमा काम यात्रा मोडा चल बन्छु झन्डै मऱ्यो पनि यहाँ ढुङ्गो कत्रो यहाँ बाफ्रे ल त अब बाइक किनेर राख्नु नि यहाँबाट ल गाइस हामी बाइक यहाँनिर राख्छु ए हाम्रो यहाँ पढाइहरू पनि थियो अस्ति ल्याएको भाँडाकुँडा छोड्नु गएर चाबीले ल ल गाइस भिडियो मन पर्यो भने ए भिडियो अहिले त होइन हेलो गाइस हामी चट्टसले जङ्गलमा आइसक्यो अरे यहाँनिर देख्न सक्नुहुन्छ झारेको छ है होइन माइला यस्तो गरी खाजा है ल हेर्नुलाई यसरी लकडी काटिँदैछ यहाँ हजुर यो पन्छौँ पनि सँगै जानुपर्छ अब यताको यो जम्मै दिनुपर्छ